नाकको फोटो। यो चाहिँ मेरो बुढी, यो चाहिँ यहाँ घरको दिदी, यो चाहिँ हाम्रो अम्बी दिदी, यो चाहिँ कुस्मा। तिम्रो कस्तो लागिरह काम जान पाउँदा? खुसी। ल तिमी पैसा कमाएर आऊ, म घुम्न जान्छु। ए जान्दा त्यही जान कहाँ जान्दैन होला त्यहाँ यसबेला कहाँ जाने अब माछा परेन यत्रो माछा परेन यत्रो बे हेरे बस्छ त हैन हामी। सो गाइस सनसेट हुन लाग्यो। हामीले चाहिँ माछा परेन हेरेर बसिरहेको थियौँ हैन। होइन रहेछ लास्टमा यस्तो दामी देखिरहेछ। आमामा यार हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला होइन, म पनि सन्चै छु। अनि आज म घरमै छु होइन। म चाहिँ आज भर्खर उठेको होइन। अहिले चाहिँ कति 10 साढे 10 11 भइसक्यो। म चाहिँ 10 बजीभन्दा ढिलो बेर चाहिँ सुतेँ त्यहाँ आज चाहिँ होइन। किनकि अस्ति राति चाहिँ खासै सुतेको थिएन, किनकि त्यहाँ साथीहरूको घरमा यसो गइएको थियो होइन। राति 2 बजी आइएको थियो। अनि त्यसपछि त्यही दिन चाहिँ बिहान नै अब 6 बजी काम थियो। 6 बजी काम भएपछि 5:30 बजी उठ्नु परिहाल्यो अनि जानु परिहाल्यो होइन। त्यही भएर चाहिँ आज चाहिँ मजाले सुत्दिएको, किनकि आज मेरो बिदा हो नि त। मेरो बिदा छ होइन। आनन्दले घाम लाग्छ। गाई चाहिँ टेन्सन हुन्छ। मैले यहाँ यसो कपडा सुकाइदिएको होइन। यस्तो मजाले घाम लागिरहेछ। अनि म चाहिँ यसरी एकछिन हिँडिरहेको छु होइन। यस्तो आनन्द फिल भइरहेछ। आज चाहिँ आज के गरिन्छ थाहा छैन होइन। खासमा चाहिँ मेरो आज यताउता घुम्ने प्लान थियो खासमा चाहिँ। तर मेरो वाइफको चाहिँ काम रहेछ होइन। उसको काम मिलाउन मिलेन। अनि त्यही भएर चाहिँ अब उसलाई यसो छोड्न जाने, अब उसलाई चाहिँ यसो कता जाने भनिरहेको छ होइन। यसो 1-2 कपडा खिच्छु भनिरहेको छ। अनि त्यो त गइन्छ होला। अनि त्यसपछि म एउटा साथीलाई चाहिँ मेरो साथीलाई मेसेज गर्छु होइन। उसको चाहिँ 1:30 बजीसम्म काम छ। अनि 3 बजी मेरो वाइफको काम हो नि त। अनि म उसलाई छोडेर चाहिँ उसलाई कतै जाम भन्छु होइन। अनि ऊ जान्छ, गयो भने चाहिँ अब त्यो देखाइहाल्छु गाइज होइन। नभए नि म यसो अलिअलि चाहिँ अझै त वरिपरि चाहिँ घुम्छु भन्ने मेरो प्लान छ खासमा चाहिँ। किनकि बिदा चाहिँ अब हुन्छ नि, विकमा हप्तामा 2 दिन हुन्छ। अनि म ट्युसडे र वेडनेसडे चाहिँ सधैँ बिदा हुन्छ होइन। भोलि पनि बिदा छ। अनि भोलि चाहिँ अब केही प्लानिङ गर्नु पर्ला, आज कतै गइएन भन्छ होइन गाइज। सो यस्तै छ। यो चाहिँ हाम्रो अङ्गुर फल्छ होइन। मजाले अङ्गुर फल्छ गाइज। राम्रो छ यार। यहाँ अङ्गुर यस्तो धेरै अङ्गुर फल्छ होइन। अङ्गुर यस्तो धेरै फलेको थियो अहिले। मैले चाहिँ टन्नै खाइदिएँ। अहिले चाहिँ यहाँ देख्न सक्नुहुन्छ यो सुकेर यो हुन्छ नि ड्राई भएको छ कता छ यार। मैले अस्ति खाएको थिएँ ए अङ्गुर सुकेर यस्तो ड्राई भएको छ होइन। त्यो हुन्छ नि रेजिन हुन्छ, रेजिन त्यो सुकेको अङ्गुर त्यो बनेको छ। हिजो चाहिँ हाम्रो डस्टबिन लाने पालो थियो होइन गाइज। यहाँ डस्टबिनकोले भित्र ल्याएर राखेर चाहिँ भित्र लानुपर्छ यसलाई। सो मेरो गाडी यहाँ उभिरहेछ। म चाहिँ सधैँ यहीँ पार्क गर्छु होइन। किनकि हाम्रो अब यो भित्र लानलाई चाहिँ होइन यस्तो पछाडि लानुपर्छ। पछाडि घुमाउन लास्टै गाह्रो हुन्छ। अनि गेट खोल्दै लाउँदै गर्नुपर्छ। यस्तो झ्याउ हुन्छ होइन। अनि हामीले चाहिँ स्ट्रिट पार्क गर्न मिल्छ यहाँनिर चाहिँ। यो चाहिँ हाम्रो ठाउँ हो। यहाँनिर र त्यहाँनिर पार्क गर्छौँ। म चाहिँ यो डस्टबिन चाहिँ सरल राखिदिन्छु भित्र होइन। किनकि यहाँ भएको यस्तो राम्रो देखिन्न नि त गाइज। सो गाइज यस्तै छ। अस्ट्रेलियामा यस्तै हो होइन। यहाँनिर डस्टबिन राख्छ होइन। यहाँनिर यस्तो अनार फलेछ। हामीले अस्ति खाएको थियौँ होइन। 3-4 खाइदिएको थियौँ हामीले। अब आफ्नो घरमा भएको फल त खानु पनि हुने गाइज। अनार चाहिँ अब खासै धेरै छैन नि। यहाँ देख्न सक्नुहुन्छ हामीले अस्ति खाऊ नि त। यस्तो राम्रो छ। यहाँ चाहिँ दामी ठुलो रहेछ यार। यहाँनिर देख्न सक्नुहुन्छ है। देख्न सक्नुहुन्छ कि सक्नुहुन्न। यहाँनिर यस्तो दामी ठुलो छ। सो म चाहिँ अब अर्को डस्टबिन पनि लिएर आउँछु होइन गाइज। सो यसपछि चाहिँ हामी अब चिया खाने हो। अनि हामी अब ब्रेकफास्ट पनि गरेको छैन नि त। फेरि आज ट्युसडे पनि दिन हो। अनि त्यही भएर आज हामी मासु यताउता केही पनि खाँदैनौँ होइन। पुरा शुद्ध भेजिटेरियन हो। सो अब चिया खाइन्छ। चियासँग अब के खाइन्छ भन्ने कुरा थाहा छैन। अब विटबिक्स खाइन्छ होला सायद होइन। सो गाइज होइन मलाई फेरि अब विटबिक्स चाहिँ अब चियासँग मनपर्छ क्या। खासमा त जब म दुधसँग यसो भिजाएर खाने हो नि त। म चाहिँ चियासँग खाइदिन्छु किनकि म छुट्टै छु नि त मान्छे। सो दिन सक्नुहुन्छ होइन गाइस। यहाँनिर यस्तो पात झरेर पुरै फोहोर भएछ।
अब यहाँनिर चाहिँ अब एउटा यो हुन्छ नि सफा गर्ने टडक आउँछ होइन, त्यसले चाहिँ यो बढालेर लान्छ, सर्लक्क बढालेर। यस्तो राम्रो पातहरू छन् यिनीहरू चाहिँ। अब यो झर्ने बेला भएको पात हो नि त, झर्ने बेला भएको पात। यता चाहिँ सबै झरिसक्यो रहेछ। हाम्रो चाहिँ यो हुन्छ नि अब हामी चाहिँ अब यो अलिक टाइममा चाहिँ होइन, यो ह्यान्ड रुफ भन्ने ठाउँ छ क्या, ह्यान्ड रुफ भन्ने ठाउँमा चाहिँ पुरा यस्तो कलरफुल रुफहरू छन् त्यहाँनिर होइन, यस्तो दामी देखिन्छ होइन। हामी त्यहाँ पनि जान्छौँ। लास्ट इयर पनि गएको थियौँ, तर लास्ट इयर हामी चाहिँ एकदमै रस भएको थियो कि हामी 3-4वटा लोकेसनमा घुम्न गएको थियौँ। अनि त्यसपछि लास्ट लोकेसन भनेको चाहिँ ह्यान्ड रुफ परेको थियो होइन। अनि त्यसपछि चाहिँ हामी जाँदा बेलुका भइसकेको थियो, त्यही माथि हामी जाँदा चाहिँ त्यो सिजन हुन्छ नि अलमोस्ट सकिन लागेको रहेछ कि, त्यही भएर चाहिँ हामीले खासै त्यस्तो केही पनि देखेन त्यहाँ चाहिँ। अब योचोटि चाहिँ हामी जान्छौँ, बेलामा जाने हो होइन, बेलामा गएर बेलामा हेर्ने हो। अनि त्यहाँ चाहिँ बवाल सिन देखिन्छ। अन्त म भिडियो पनि गरेर भ्लग पनि बनाउँछु होइन। सो गाइज होइन, अब त्यही भएर सबैले च्यानल सब्सक्राइब गर्नु होला, राम्रो राम्रो भिडियो आउँछन् होइन। मैले चाहिँ लास्ट विक चाहिँ मैले भिडियो हाल्न पाएको थिइनँ, किनकि हाम्रो एउटा घुम्ने प्लान थियो, त्यो चाहिँ क्यान्सल भयो। त्यही भएर चाहिँ यहाँ अब त्यो दिन चाहिँ मजाले पानी पर्थ्यो, त्यही भएर चाहिँ होइन। सो मेरो पार्किङ पनि मिलेन गाइज होइन, अलिकति यता राख्नुपर्ने उता भएछ यार। सो यो रातो डस्टबिन चाहिँ अब मैले फेरि भित्र लानुपर्ने हुन्छ। शान्त छ होइन, इन्भाइरोमेन्ट लास्टै चिल पारेको छ। धुवा धुलो भनेको लाइफ यहाँ अस्ट्रेलियामा चाहिँ देखिँदैन यार। त्यो कन्स्ट्रक्सन साइडमा गएर अब त्यो हुन्छ नि, त्यो खनेको यताउता गरेको हेऱ्यो भने मात्रै त्यहाँ देखिन सकिन्छ। तर त्यहाँ पनि लास्टै व्यवस्थित गरेर खने हुन्छ, के गरे हुन्छ, धुलो कतै उन्दिया हुँदैन होइन, त्यस्तो गरे हुन्छ। अब यता वरिपरि त देखिने कुरै भएन क्या, देखिने कुरै भएन यस्तो। त्यही भएर होइन यस्तो, त्यही भएर मान्छे चाहिँ अब हुन्छ नि, सबै मान्छेहरू चाहिँ विदेश पनि बस्न मन पराउने रिजन नै त्यही हो क्या। यो गुलाब चाहिँ मलाई त्यो चुँड दिएको थिएँ, अहिले फेरि एउटा पात खसिहाल्यो। यहाँनिर एउटा चराको गुण पनि छ गाइस यार, दिन सक्नुहुन्छ है, चराको गुण छ तर चरा होइन। अनि यो चाहिँ कस्तो खाले सुन्तला मलाई थाहा छैन होइन। म नेपालबाट आउँदा नि यो सुन्तला यस्तै थियो होइन, यस्तै थियो क्या, अझै लटरमा थियो, अहिले चाहिँ खालि खसेछ होइन। कस्तो हुनेछ नि, अब एउटा चाहिँ यसरी पाकिरहेको हुन्छ होइन, यसरी पाकिरहेको छ नि त, अनि अर्को चाहिँ यसरी फलिरहेको रहेछ। हुजुर भ्याइयो पूजा के अब मन्त्र भन्न मागियो, के गर्न मागियो? ल ल ल गर ल, पूजा गर्ने मान्छे यहाँ फेरि यस बेला पूजा गर्न लानु फेरि। यहाँ चाहिँ कस्तो हुँदैछ नि होइन गाइज, यो देख्नु सक्नुहुन्छ होइन, यो सानसानो छ नि, यो भर्खर उ गर्दैछ नि, यो फुल खेल्दैछ होइन। यो चाहिँ सानसानो दाना खान्छ, यहाँ फुल खेल्दैछ। एउटा चाहिँ यत्रो हुँदैछ, अर्को चाहिँ पाकेरै खाने बेला भइसक्यो। यहाँ पूजा गर्न लागेको छ, फुल टिपेर आएर एकछिन होइन ल। घाम टल्केछ, घाम लाग्छ, यस्तो आनन्द भइरहेको छ घाममा। अब चिया बनाउनु पर्छ, खानु पर्छ। नाकको फोटो, यो चाहिँ मेरो बुढी, यो चाहिँ यहाँ घरको दिदी, यो चाहिँ हाम्रो अम्बी दिदी, यो चाहिँ कुस्मा। हा सबै नाकको फोटो यहाँ खानु। चिया भन्दैछ गाइस होइन। म चाहिँ चिया सुरुमा चाहिँ पानीमा होइन, थोरै पानीमा चियापत्ती मजाले उमाल्छु, चियापत्ती र चिनी, अनि त्यसपछि बल्ल मिल्क हाल्छु होइन। त्यसो गऱ्यो भने चाहिँ फ्लेभर राम्रो आउँछ होइन गाइस। एकैचोटि मिल्क हाल्यो भने त्यो राम्रोसँग कलर आउँदैन, टेस्ट हुन्छ। सो यो चाहिँ मेरो तरिका हो, तपाईँको तरिका बेग्लै होला होइन। दुधैमा मात्रै खाने नि होला मान्छे, तर आई डोन्ट लाइक द्याट होइन। सो हाम्रो चाहिँ नर्मल, एकदम नर्मल ब्रेकफास्ट हुन लाग्छ, किनभने हामी एकछिनमै खाना खान सक्यो, एकछिनमा खानु पर्छ नि त, किनकि आज मङ्गलबार हो, त्यही माथि अब 12 बज्न लागिसक्यो। अब खाना बनाउनु पर्छ, अब उसको काममा जाने बेला नै हुन लाग्छ। बिस्किट यहाँ छ होइन, मलाई चाहिँ अलिक पुग्दैन बिस्किट, त्यहाँमा यो पनि यहाँ छ। सो हाम्रो यहाँ तरकारी पाक्न लाग्छ, घाइ छैन तरकारी, उता चाहिँ घरमा नि कुरा गरिरहेको छ हाम्रो होइन। म चाहिँ चाउमिन, मैले चाहिँ चाउमिन गर्नुपर्छ अरे। सो म चाहिँ चाउमिन चाहिँ खान लाग्छु गाइस होइन। चाउमिन छ, मखमली छोरी माथि, यसमा बनाइदिउँ, त्यसमा बनाइदिनु हुन्छ, अन्त थोरै नै हो नि। यसमा बनाइदिन्छु म।
चाउमिन बिस्किट छ मिठो होइन हो मिठो बनाएको छु मैले चाहिँ सो गाइज खाना पनि भइसक्यो होइन अब चाहिँ यतिकै बस्ने एकछिन चाहिँ अनि यसो मुभी टिभी हेर्नु पर्ला जस्तो छ हौ टिभीमा के आइरहेको छ हौ टिभीमा मुभी आएको छ नि टिभी हेर्नु पर्यो होइन त लेट्स सी के आएको छ नेटफ्लिक्स लोडिङ सो गाइज होइन बिदा यस्तै हुन्छ कता गइएन लास्टै जाऊ लाग्छ अल्छी लाग्छ होइन लास्टै अल्छी लाग्छ मलाई चाहिँ घुम्नु मनपर्छ तर घुम्नलाई मान्छे नै छैन होइन त्यो लास्टै बोरिङ हुन्छ कि आफू जस्तै मान्छे भयो भने मजा हुन्छ नत्र हुँदैन कि मुभी चाहिँ आउन त आएछ के हो यो द डिप्लोमेट नयाँ मुभी जस्तो छ गाइज होइन यो चाहिँ हेरिदिनुपर्छ क्या हो लेट्स सी यही हेरौँ है नि त यही हेरौँ कस्तो हुन्छ विज्ञापन त आइहाल्छ यस्तो रहेछ सोच्छ मलाई गाडी दिन सक्नुहुन्छ यस्तो घाम लाग्छ घाम त यहीँ छ त घाम चाहिँ छोइदिन्छु म त होइन घामलाई आनन्द छ गाइस सो होइन मैले चाहिँ एउटा मुभी हेरेर भ्याएँ भर्खरै नेटफ्लिक्समा होइन अनि अब चाहिँ मैले चाहिँ मेरो वाइफले छोड्न जानुपर्छ होइन उसको काममा 3 बजी चाहिँ उसलाई पुऱ्याइसक्नुपर्छ त्यहाँनिर त्यसपछि चाहिँ मैले एकजना मेरो साथी भाइ होइन अब हामीसँगै काम भने मैले उसलाई यसो घुम्न जाऊँ बिचतिर भनिरहेको छु अनि उसले 3 बजीपछि जाने भनिरहेको छ होइन अब मैले चाहिँ मेरो वाइफले छोडेर आएपछि चाहिँ म उसँग जान्छु गाइज होइन यसो चिल समुद्रको छेउमा आनन्दले होइन बिच साइडमा चाहिँ मजा हुन्छ रमाइलो हुन्छ सो त्यता गइन्छ एकछिन चाहिँ रमाइलो गरिन्छ होइन अनि त्यसपछि आइन्छ अनि आजको दिन यसरी सकिन्छ गाइज होइन सो म बिच साइडमा गएको म तपाईँहरूले भिडियो देखाउँछु होइन आनन्द हुन्छ यहाँको बिचहरू रमाइलो छ होइन यहाँको बिचमा अलिकति डेन्जर छ होइन गाइज किनकि यहाँनिर बिचमा सार्कहरू आउँदो रहेछ किनकि अस्ति पनि एउटा इन्सिडेन्ट भएको रहेछ होइन त्यस्तै सार्कले मान्छेलाई एट्याक गराएको रहेछ होइन सो घाम ताप्न यस्तो रमाइलो छ गाइज होइन अस्ट्रेलियामा लाइफ भनेको यस्तै होइन गाइज अब आफूले टाइम निकालेर हिँड्न मिल्छ होइन अब काम मात्रै गर्छु भने काम मात्रै पनि गर्न मिल्छ पैसा टन्नै आउँछ होइन अनि जति काम गऱ्यो त्यति पैसा आउने यहाँनिर चाहिँ त्यस्तो महिनामा यति स्यालेरी उति स्यालेरी भन्ने हुँदैन महिनाभरिमा यहाँ त महिना पनि कुर्नु पर्दैन गाइज होइन यहाँ त हप्ता पैसा आउँछ हामीले चाहिँ अब फोर्टनाइट भनेको 2 हप्तालाई एउटा फोर्टनाइट भन्छ होइन 2 हप्तामा महिनामा 2 चोटि स्यालेरी आउँछ गाइज होइन हाम्रो चाहिँ सो ठिक छ यस्तै छ रमाइलो छ होइन गाइज तर अब आफ्नो घरबाट टाढा छ होइन आफ्नो फ्यामिलीले चाहिँ एकदम मिस हुन्छ मलाई चाहिँ म चाहिँ एकदम मिस गर्छु किनकि म हाम्रो गाउँघरतिर चाहिँ होइन मेरो चाहिँ हिँडिरहेको बानी हुन्छ म चाहिँ किनकि अब यताउता नगए पनि घर वरिपरिको ठाउँहरू होइन जङ्गलहरू अनि मन्दिरहरू अनि हुन्छ नि अब त्यताको वरिपरि छिमेकीहरूकोमा हिँडिरहेको हुन्छु घरतिर नि खोलामा गएको हुन्छु माछा मार्नलाई होइन किनकि मैले भिडियोमा मेरो अर्को च्यानलमा पनि मैले यसरी नै खोलातिर गएको यताउता देखाइरहेको हुन्छु अनि सो गाइज होइन त्यो च्यानलमा गएर हेर्नुभयो भने चाहिँ तपाईँले टक्क फिसिङ गरेको देख्नुहुन्छ सो मैले कति इन्जोय गरेर हुन्छु त्यो ठाउँलाई होइन कति मलाई मेरो गाउँ होइन मेरो घर चाहिँ लास्टै प्यारो लाग्छ अति नै प्यारो लाग्छ क्या स्वर्ग भनेको त्यही हो जस्तो लाग्छ मलाई चाहिँ होइन यो अस्ट्रेलिया भनेको चाहिँ अब आफ्नो उमेर भइन्जेल होइन कमाइन्जेल चाहिँ यहाँ बस्दा एकदम राम्रो छ नि त किनकि हामीले अन्त गएर कमाउने होइन यहाँनिर 1 महिनामा कमाइन्छ 1 वर्षमा कमाउने एक महिनामा कमाइन्छ क्या लगभग क्या सो ठिक छ गाइज अब म चाहिँ मेरो वाइफलाई छोड्न जान्छु होइन उनीहरू रेडी हुँदैछ भित्र अस्ति धेरै बोल्छु है म बोल्न त म फेरि मान्छेहरूसँग बोल्दिनँ नि यसरी म एक्लै क्यामेरामा चाहिँ बोल्छु होइन गाइज तिमी रेडी भइसक्यौ रेडी भइसक्यो नि ल सो गाइज मैले चाहिँ उसलाई छोड्न जान लागेको छु अनि त्यसपछि म चाहिँ घुम्न जान्छु मेरो साथीसँग होइन बुढीले काम लिन्छ के अन्त अनि मेरो बिदा छ भने थाहा थियो उसलाई होइन काम लिने मान्छेलाई हामी केही भन्न सकिँदैन गाइज ल यो फाल्दो काम लिनु पर्यो नि त कामै
ओ हाम्रो यो डस्टबिनको भाँडा यहाँ कसले छेउमा राखिदिएछ तल राखिदिएछ यार हेलो त्यसमा अघि फाल्दै थिएन नि त अनि यसमा यो रोड चेक गरे आएको रोड आहा कस्तो गर्मी तातो हो यहाँ त सो हामी जान लाग्छौँ गाइस होइन अब उसले पुरा आएपछि हामी मेरो साथी आउँछ लिन पिक गर्न अनि हामी यहाँबाट जाने हो तिम्रो कस्तो लागिरह काम जानु पाउँदा खुसी ल ल तिमी पैसा कमाएर आऊ म घुम्न जान्छु कस्तो राम्रो क्लियर मौसम आएको होला Let's go. सो गाइज होइन म चाहिँ घर आइसकेको छु म त घर आएँ होइन अब चाहिँ यसो फ्रेस भएर मुखसुख धोइहालेँ होइन अब चाहिँ यसो रेडी हुन्छु अनि साथी आउँछ लिनलाई बाहिर त्यसपछि म जान्छु गाइज होइन सो भिडियो चाहिँ रमाइलो भन्दा नि अब तपाईँहरूलाई अब त्यहाँको बिचहरू देखाउँछु होइन सीमाफोर बिच जाने भन्ने हाम्रो प्लान छ अनि त्यहाँको बिच कस्तो छ होइन वरिपरि कस्तो हुन्छ सो म देखाउँछु तपाईँहरूलाई सो इन्जोय गर्नु होला भिडियो हेरेर आए गाइज अनि सब्सक्राइब गर्नु होला सबैजनाले सो गाइज होइन म चाहिँ रेडी हुन लाग्छु अब मैले चाहिँ कुन टी सर्ट लाउने यहाँ कन्फ्युज भएँ अब यो चाहिँ अलिकति गर्मी छ होइन सो यो लगाउँदिनँ यो मैले एकचोटि पनि लगाएको छैन अहिलेसम्म अनि यहाँ पनि अर्को छ होइन यो लाउनु पर्ला जस्तो लाग्छ मलाई यो अब के योवाला वाइटवाला छ होइन ग्रिनवाला नि छ के छ हर्किङ अन्यवाला यो चाहिँ नेपालबाट ल्याएको योवाला छ यो मैले पहिला लगाइसकेको छु यो मेरो कामको क्लोथ भइहाल्छ अनि यहाँ योवाला पनि छ यो लाउँदिनँ यो लाउँदिनँ कुन लाउँदा मैले ओ यस्तो टु ह्याङ्गर लेफ्ट रहेछ होइन यहाँ यो चाहिँ लाउनु पर्ला जस्तो छ गाइज लेट्स सी होइन यो लासी कस्तो हुन्छ सो गाइज होइन म चाहिँ रेडी भइसकेँ म चाहिँ यो लाउने प्लान गरेँ होइन अब यस्तो जाम होइन 2 मिनटमा आउँछु भनेर कल गर्छु मलाई अब आइसक्छ होइन गाइज म रेडी भइसकेँ अब केटा मान्छेले जस्तो केही पनि गर्नु पर्दैन जस्तो त्यो 3टा कपडा जे छ त्यो घुसाएर हिँड्यो होइन सो गाइज होइन म चाहिँ हिँडिसकेँ अब यहाँ भाइ आइसक्यो भनिरहेको छ आइसक्यो जस्तो छ ट्वाक्क लगाएर के छ यहाँ छन् टक्क भाइ चाहिँ तिम्रोमा जाने कि मेरोमा जाने तिम्रोमा जाने कि मेरोमा जाने तिम्रोमा जाने ल ल ज्याकेट ल्याऊ छैन है म नि हाल्दिनँ त्यसो भए सो हामी चाहिँ जानु लाग्छौँ अब चाहिँ के छ काम पुगेर आइसक्यो कि गर्नु संसार गरिरहेको क्या म्याप हेरेर आउँदै त्यही जान्छ त्यही जाने कहाँ जानु नि त्यहाँ यस बेला कहाँ जाने अब ल हामी जानु लाग्छौँ भने गाइस मेरो गाडी यहाँ टक्क अगाडि उभिरहेको भाइको गाडीमा जाने हामी चाहिँ
भने जस्तो लाग्छ मलाई कता लेख्यो नि होइन होला यो त यहीँको लागि पार्किङ होला नि म यता त छिराएन फेरि यता गएन हामी अस्ति सानसानो हाम्रो दिदी छोरा आयो त्यही भएर त्यहाँ मात्रै गरिरहेको हो सो गाइज हामी चाहिँ अब सीमापुर बिचमा आइसक्यो होइन गाडी पनि पार्क भइसक्यो पेड पार्किङ त होइन नि होइन जस्तो लाग्छ मलाई यहीँको लागि क्लिक चढ्नुहुन्थ्यो यहाँनिर तोपहरू के छ यहाँ औ यहाँ अगाडि छ कि यहाँ ट्रेन स्टेसन छ होइन सानो ट्रेनको लिक छ अब त थाहा छैन हामी कस्तो खाले लिक होइन हो रगी पनि कथा त यहाँनिर अघि तोपहरू यहीँसम्म चाहिँ यो सबभन्दा लामो चाहिँ ऱ्यापिड वेको छ नि तर भाँच्यो त्यो ए यसो जाने सबभन्दा लामो उहाँको ऱ्यापिड वेको ग्लेनलको भन्दा ठुलो चाहिँ हो यो यस्तो छ गाइज हामी चाहिँ टक्कै यता हिँडेर त्यहाँसम्म जाँदैछौँ त्यहाँसम्म होइन यो चाहिँ घर चाहिँ किन बना होला यो माथिको मान्छे बस्नु मिल्छ त नि ऊ सुतिराख्नु त किन नमिलेर त्यो त होइन होला अझै हामी त आधा नि आएर हिँड्छ अझै यार त्यही भएर त सानीहरू फिसिङ पनि गरिरहेछन् होइन मजा हुन्छ पौडीमा ए आउँछ नि म त यहाँ फाल्यो उतैबाट यहाँसम्म पौडीखेर नि जान सक्छु अनि पानी त शान्त खाएको तर यहाँ सार्क आउँछ अरे नि त्यो पानीमा त अस्ट्रेलियाको पानीमा बिचमा त लास्ट खतरा अरे को मान्छेलाई को पऱ्यो भनेर यार माऱ्यो कि खाइदिएको अरे गाइज चाहिँ ह्यान्डली बिच हो नि ह्यान्डली बिच
अहिले हेर्नु नि यस्तो बनायो त्यही रहेछ वास्तवमा हिँड्ने ठाउँ थियो कि यस्तो बनायो बिच जाने हो र जेटी उ त्यहाँ पनि त्यही त होला त्यही त होला त्यहाँ पनि जाम यस्तो गरेर जस्तो यसो हिँडेर म आइसक्यो अब सनसेट दामी सनसेट हुनु लागेको रहेछ नि त कति बज्यो अब एकछिन यो चाहिँ हामीले बेच्छौँ होइन यो राम्रो रहेछ उताको भन्दा यो राम्रो रहेछ नि यहाँनिर मान्छे पनि धेरै रहेछ नि त उता हुन त उता त मान्छे थिएन खासै मान्छेहरू हिँडिरहेको छन् होइन यहाँनिर यसो यस्तो छ अब सनसेट हुने टाइम हुनु लाग्छ अब चाहिँ एकछिनमा कस्तो नेपाली बोला जस्तो लागिरहेको मलाई त्यही यता यता भने जस्तो हामी चाहिँ यसो होइन यसो त्यसमा पुगेर आउँछौँ हामी चाहिँ यता रहेछ नि त रमाइलो त भोलि जाँदैछ नि त सही है ल वाह यार कस्तो छाल लाग्यो यार छाल त डेन्जर राम्रो छ त है कुन आउँछ हेर न कत्रो आहा आउँछ अरे हजुर गर्मी महिनामा आउनु भएन है समर लाइस आउनु पुरै यहाँबाट उहाँसम्म जेटीसम्म आँखाले भ्याजेसम्म मान्छे भन्दा बिजी हुन्छ आएको छैन यार आएको छैन म आउनुपर्छ कुनै दिन उ त्यो हेर्नु ग्लेनियल त रमाइलो छ गाइज होइन उयो चाहिँ होटलहरू ठुलो चाहिँ उ चाहिँ ठुलो कालो तल फुडल्यान्डहरू केमी स्क्वायर हाउस सबै यो चाहिँ राम्रो रहेछ नि त यो ठाउँ चाहिँ मलाई मन परायो माछा परेन यत्रो बेर हेरे बस्छ त होइन हामी सो गाई सनसेट हुनु लाग्यो हामीले चाहिँ माछा परेन हेरेर बसिरहेको थियौँ होइन रहेछ लास्टमा दामी भ्यू देखिरहेको छ गाइज होइन यो सनसेट हुने टाइमबाट यस्तो दामी देखिरहेको छ म यहाँ छु होइन म चाहिँ टक्क बसिरहेको छु सनसेट चाहिँ दामी देखिरहेको छ यस्तो दामी देखिरहेको छ आमा यार यस्तो राम्रो देखियो हेर न भ्यूमा सही ल फाल्यो त सो गाइज हामी चाहिँ फिसिङ गरेको हेरेर बसिरहेको थियौँ होइन यहाँनिर चाहिँ रमाइलो भयो हाम्रो भाइ ब्रदर पनि हुनुहुन्छ होइन चाल्नु त आउँदैन के सनसेट हेर्दा नि सनसेट हेर्दा नि के नि त्यो नि हुन त म त लास्टै ठुलो तानेर यसरी हेरे बसेको त होइन रहेछ माछा हेर्नु रहेछ जालमा अड्किरहेको रहेछ होइन त्यो बल्छीको हो क्या लाइट बाला जस्तो देखियो कि है त्यो उता सनसेट हुनु लाग्यो कि अनि सो गाइज होइन हामी चाहिँ अब घर जान लागेको छौँ हामी चाहिँ अब 2टा बिच गयौँ आज चाहिँ
एउटा सीमा 4 बिच अनि अर्को चाहिँ ह्यान्ली बिचमा अहिले चाहिँ ह्यान्ली बिचमै छौँ हामी चाहिँ अब देख्न सक्नुहुन्छ सनसेट हुन लाग्छ लास्ट दामी बबल भ्यू अब भिडियोमा देखिहाल्नु भयो होला होइन यस्तो छ हामी चाहिँ अब घर जान्छौँ यो भिडियो यतिसम्मको लागि हुन्छ होइन च्यानललाई सब्सक्राइब गरिदिनु होला सबैजनाले थ्याङ्क यू सो मच अर्को भिडियोमा भेटौँला हाम्रो भाइ चाहिँ ड्राइभ गर्न लागेको छ नि नमिलेर टेन्सन भएको छ होला फेरि अर्को किन यार तिमी यहाँ राम्रो खाले होइन किन्ने मसँग थियो कि ल ल ल बाई बाई सबैजनालाई